म चाहिँ आज कहाँ जान लागेको छु भन्दाखेरि चाहिँ आज म चाहिँ तेल भराउनु जान लागेको यसमा होइन मेरो गाडीमा। अनि तेल भराउनु अनि चिया पनि पिउँछु। मलाई चाहिँ यस्तो भइरह हेर्न किन यस्तो भयो भन्दाखेरि म सुतेर उठेर गाइस सुतेर उठ्यो अनि त्यसपछि यस्तो भयो। ल अब जाम है त हामी टक्कसँग लाएर अब तेल चाहिँ हालौँ अनि त्यसपछि फेरि चिया पिउँ। कस्तो हुन्छ हेरौँ अगाडि गएर। ल अब चाहिँ मैले चाबी लगाएँ स्टार्ट गरिहालेँ होइन। ल गाइज म चाहिँ अब हिँड्न लाग्यो है। ल गाइज म चाहिँ आइपुगेँ होइन तेल भराउने ठाउँमा। म तपाईँलाई देखाउँछु मैले तेल भराउने ठाउँ चाहिँ अहिले अस्ति नै भराएको चाहिँ उताको पेट्रोल पम्पमा। अहिले चाहिँ मैले यता भराउनु लाग्यो होइन। म तपाईँलाई देखाउँछु है। ओ त्यो पेट्रोल पम्पमा हो क्या मैले तेल भराउने चाहिँ। यो पेट्रोल पम्पमा हो। खाली नै छ म जान्छु र फटाफट भराइहाल्छु है। ल गाइज म चाहिँ पेट्रोल पम्पमा आइसकेँ होइन। अब पेट्रोल पम्प चाहिँ यहाँ छ है। आइसक्यो मेरो चाहिँ पालो अब दुईवटा पछि ठ्याक्कै आइहाल्यो। सो अब भरौँ पेट्रोल। पेट्रोल चाहिँ खाली नै छ कि। म चाहिँ पेट्रोल भराउँछु कतिको भराउँछु भन्दाखेरि फुल ट्याङ्की गर्छु। अब कतिको हुन्छ थाहा छैन होइन। अब चाहिँ फुल ट्याङ्क गराउने पेट्रोल पनि खासै छैन कि क्या हो। छन् त छ होइन त्यही पनि भराउनु पर्यो। के गरौँ फुल ट्याङ्क गरौँ कि 2-400को भरौँ। फुल ट्याङ्क गरिदिनु भन्नु कतिको हुन्छ हेरौँ होइन। अब मैले चाहिँ फुल गराउनु लाग्यो 0 बगा कतिको हुन्छ है। गाइस गेस गर्नुहोस् त कतिको बस्छ भनेर ठ्याक्कै। कॉल नहीं है। कॉल नहीं है। वीडियो है फक्त। हाँ हिट नाही होतं ना याच्यासाठी. किती झालं 440 ठीक आहे हो. 440 रुपियाँको चाहिँ तेल भयो है साथीहरू। अब पेट्रोल भराउन आएर चाहिँ हावा नभराउने कुरो चाहिँ भएन होइन। खाली समय छ टक्कसँग लाएर यहाँ हावा पनि भराउनु पर्यो कि। लाइन रहेछ हावा भराउने ठाउँमा चाहिँ। मेरो गाडी चाहिँ लाइनमा लागिला है हावा भराउनु लागि। यस्तो फोहोरो पनि भयो कि हावा चाहिँ भरिँदैछ होइन। ट्याक्कसँग लाएर यो चाहिँ 35 हावा चाहिँ भराइयो होइन गाइज। हावा सावा भराएर र म चाहिँ अब यहाँ चिया खान आएको है अस्तिको ठाउँमा यो लिएको यो ठाउँमा होइन। यहाँ चाहिँ क्राउड छ लास्टै नै। सो त्यही हो म चाहिँ चिया लिन्छु अनि त्यसपछि कुरा गरौँला है। हजुर चिया चाहिँ ल्यायो है साथीहरू। यस्तो छ है चिया चाहिँ तपाईँसँग लाएर होइन। म चाहिँ कहाँ बसौँ भन्ने भयो होइन। ठाउँै छैन त बा कति प्याक हो। ल यत्नै बसिदिउँ न त होइन। चिया लिएर आएको होइन तपाईँसँग अब खाइदिउँ न। दामी बल्ल अलिकति मजा आयो है चिया खान चाहिँ। त्यो क्या 20 रुपियाँको यति चिया दिन्छ होइन। अनि 30 रुपियाँको अलि ठुलो कप हुन्छ होइन। अलि त्यो थोरैको चिया खाने आफ्नो नेपालीहरूलाई बानी नै छैन होइन। यहाँ यति यति खान्छन् गरेर हामी चाहिँ अब अलि धेरै पानी परेको धेरै खाने। त्यो भएर अब अलि मैले चाहिँ ठुलो कप लिएको 30 रुपियाँ हाले। मजा आयो गाइज। सो ल म चाहिँ यति चिया चिया खाएर एउटा जान्छु। ल थ्याङ्क यू सो मच गाइज। धन्यवाद। ल फेरि भोलि अर्को नयाँ भ्लगसँगै भेटौँला। आज चाहिँ चियासँगै समाप्त गरौँ यो भ्लग। नमस्ते जय नेपाल।